गरम चाहिँ छैन रहेछ आज। गरम त गरमै छ कि, तर अब त्यति साह्रो एकदम सही नसक्नु गरम चाहिँ छैन रहेछ। हामी चाहिँ पर गएर चाहिँ रेस्ट गरेर चाहिँ है खानेकुराहरू खाएर फेरि राजबाडी है यो प्यालेस चाहिँ यहाँनिर रहेछ नि त, यहाँनिर गएर चाहिँ इन्जोय गर्छौँ। के खानु भएको हो दुईजनाले? सानो नानीहरू खेल्दैछ भनेर जान्दैन। बुढो बालक अरे। यहाँ चाहिँ म छु। म र निरु चाहिँ यहाँनिर रेस्ट गरिरहेको छ नानीसँग है। यहाँनिर चाहिँ सबैजना आफ्नो आफ्नो धुनमा फोटोहरू खिच्नु हुँदैछ। सबैजना चाहिँ माथि डुलेर आउनु भएको कि, माथि सबै डुलिकन आउनुभयो। म थ्याङ्क यू सो मच फर वाचिङ। हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई च्यानल अल अबाउट रोशनी राई। र अहिले चाहिँ बिहानको 11 बजिसकेको छ है। हामी चाहिँ यहाँनिर कुचबिहारको राजबाडीमा आइपुगेर चाहिँ भ्लग स्टार्ट गर्दैछु है। घरबाट स्टार्ट गर्नु भ्याइन र प्रायः जसो म चाहिँ ट्राभल भ्लगहरू नै बनाउँछु होइन। घरमा चाहिँ अब घरको मेम्बरहरू पनि कम्ती छ है, नानी पनि पुरा बदमास छ, त्यही कारण घरमा चाहिँ म भ्लगहरू बनाउन सक्दिनँ है। प्रायः अब बाहिर जाँदाखेरि नै बनाउँछु। र आजको यो कुचबिहारको है राजबाडीको भ्लग पनि के कस्तो हुन्छ हेरिदिनु होला। मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला है। स्टे ट्युन। एज युजुअल हामी चाहिँ पहिला खाना खाइहाल्ने है। हामीले चाहिँ घरबाटै खानाहरू बनाएर लिएर आएको छ। भेज आज चाहिँ अब नन भेज खानु भएन होइन। हेलो गाइस, वेलकम टु रोशनी राई भ्लग। द्याट्स ओन्ली। र के अरे राजबाडीभित्र चाहिँ खानाहरू लानु दिँदैन रहेछ होइन, खाना खानु दिँदैन रहेछ। अन्त हामी चाहिँ यहाँनिर पार्क रहेछ कि, पार्कमा गएर चाहिँ खाना खाएर एकछिन रेस्ट गरेर चाहिँ त्यहाँदेखि चाहिँ राजबाडी जाने है। त्यसको लागि चाहिँ पारु दिदीले चाहिँ उपर टिकट काटेर आउनु हुँदैछ। पहिला पेट पूजा है, त्यसपछि चाहिँ अब अरू के हुन्छ। पारु दिदीले चाहिँ यहाँ टिकट काटेर आउनु हुँदैछ। भ्लग त गर्नु पर्यो नि त हुलु। यहाँ आज हाम्रो गाडीको मालिक हामी चाहिँ आज चाहिँ यति आएको छौँ। छ्यामा है, आमा 3 जना छ्यामा, 1 जना आमा भयो होइन, दिदी भयो, दिदीहरू भयो, सोल्टिनी भयो, नानीहरू। हामी यतिजना चाहिँ यहाँनिर आएको छौँ। हेरिदिँदै गर्नु होला। यहाँनिर चाहिँ झिल रहेछ, राम्रो झिल। यहाँनिर चाहिँ दामी झिल रहेछ एउटा है, यसको नजारा नि हेरिदिनु होला। र आजको वेदर पनि एकदम राम्रो छ, धेरै गरम छैन। कसले? ए हो। अब हामी यहाँ पार्कमा पस्छौँ। पार्कमा पसेर चाहिँ पहिला खानेकुरो खान्छौँ, त्यस पछाडि चाहिँ हामी फेरि यतानिर प्यालेसमा जान्छौँ। बाई बाई। कता छ हौ बाटो? यता जाँदैछ त अरूहरू, यताबाट आउँछु ल। हामी चाहिँ पार्कभित्र एन्ट्री गरिसकेको छौँ है, टिकट काटेर।
यहाँको है प्यालेसको बारेमा, कुचबिहारको बारेमा चाहिँ जतिको सुनेको छ त्यति गरम चाहिँ छैन रहेछ। आज गरम त गरमै छ कि, तर अब त्यति साह्रो एकदम सही नसक्नु गरम चाहिँ छैन रहेछ। तर भयो मेरो नानी। आयो को हो यो नानी? को हो? गालामा मच्छरले पो टोकिरहेको छ खै। आया यहाँ चाहिँ नानीहरूलाई खेल्ने जग्गा रहेछ है। पार्कमा त अब अभियसली हुन्छै हुन्छ, अलिअलि खेल्ने जग्गाहरू रहेछ। खेल्ने लड्छ पुई आदित। आदितले फेरि यहाँ हात फ्र्याक्चर गरिरहेको छ। अस्तिको दिन हिजो डक्टरकोमा लगेर है प्लास्टरहरू गरेर फेरि आज आउनै पर्ने अरे। बहिनी लाग्छ, बहिनी लाग्छ। यता हो, यता हो, लाग्छ। यहाँ आहान मेरो भाइको छोरा आहान। हाई आमा यहाँ चाहिँ को हो? बहिनी हजुर उत्रिने लु। हामी चाहिँ पर गएर चाहिँ रेस्ट गरेर चाहिँ है खानेकुराहरू खाएर फेरि राजबाडी है यो प्यालेस चाहिँ यहाँनिर रहेछ नि त, यहाँनिर गएर चाहिँ इन्जोय गर्छौँ आजको दिन। के खानु भएको दुईजनाले? यहाँ चाहिँ सबैजनाले खानेकुराहरू बाँड्दैछ, खाँदैछ यो चटनी त अमिलो भयो होला। टमाटर अमिलो खालको रहेछ कि। गुन्द्रुकको अचार खोइ अरे। सानो नानीहरू खेल्दैछ भनेर भन्दैन भन्दैन नि त, भन्दैन। बुढो बालक अरे। भाइ यहाँ छिप्पु बालकहरू खेल्नु हुँदैछ। छिप्पु बालकहरू भाइ लाग्छ लाग्छ नानी त्यसले। डर लाग्यो बहिनी? बिस्तारी खेल, बिस्तारी लड्छ है, लड्छ बिस्तारी नानी। नानी बिस्तारी भनेको, बिस्तारी लड्छ है, लड्छ बिस्तारी बिस्तारी खेल। त्यो घुम्दैन नानी, त्यो घुम्दैन। अहिले चाहिँ हामी चाहिँ है खानाहरू खाजाहरू लन्चहरू खाइसकेर अलिअलि फोटोहरू खिचेर चाहिँ
राजबाडीतिर जाँदैछौँ। यहाँ किन्नु हुँदैन होइन त, अहिले किन्नुपर्छ। पर अर्को दोकानमा किन्नुपर्छ हौ। आइटमहरू चाहिँ यहाँनिर चाहिँ हुनै सबै गइसके। टोटो आउँदैछ, टोटो जाँदैछ। सपिङ मल रहेछ यहाँनिर चाहिँ। आइसक्रिम, पुच्का, कहाँ खेलाउने छ हौ? उता होइन न, यहाँबाट पस्नुपर्छ, यहाँबाट एन्ट्री गर्नुपर्छ भाइ। यता हेर त, के किनिदिनु अरे? कस्तो खेलाउने? यता आउनु, अहिले किन्नुपर्छ, आउनु। यहाँनिर चाहिँ टिकट काउन्टर रहेछ। यहाँनिर चाहिँ टिकट काउन्टर रहेछ। नानी उता नजाऊ। यहाँनिर चाहिँ छ प्यालेस। वेलकम 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 वेलकम। हाय, हामी राजबाडी आइपुग्यौँ। यहाँनिर चाहिँ राजबाडी छ प्यालेस। यहाँ चाहिँ म छु। हात सरे हल्का हात। All about रोशनी राई। तपाईहरु को आउनु भएको छैन है? हेर्नुहोस् है, एक नजारा कुचबिहारको राजबाडीको नजारा चाहिँ यस्तो छ। यहाँनिर चाहिँ पुरा सिरु फुलेको छ कि, तर एकदम दामी देख्दैछ। लुकिङ लाइक वाउ। यहाँनिर चाहिँ मेन गेट छ हो, र त्यहाँबाट चाहिँ हामी चाहिँ भित्र एन्ट्री गर्दैछौँ। यहाँ मेरो छोरा छ, उसलाई चाहिँ लुगा चेन्ज गरिदिएको, मैला बनाएर अघि खाँदाखेरि सबै वाइट भेस्ट त वाइट टी सर्टमा त सब मैला लगाएछ कि, चेन्ज गरिदिएको। अरू हाम्रो आजको मेम्बरहरू चाहिँ अगाडि गइसक्नु भएको छ है। हामी चाहिँ भर्खर जाँदैछौँ। हजुर ल तपाईँहरूले हेर्नु सक्नुहुन्छ है, यो जग्गा चाहिँ कतिको फेमस रहेछ।
यहाँनिर आज पनि टुरिस्टहरू धेरै छन् र दिन पनि आज शीतलै छ है। यहाँ माथितिर पनि पुरा छ मान्छेहरू पुरा छन्, कोही घुमिरहेका छन्, फोटो खिचिरहेका छन्, भिडियो बनाइरहेका छन् है, रिल्स बनाउनेले रिल्स बनाइरहेका छन्। म र निरु चाहिँ यहाँनिर रेस्ट गरिरहेको छ नानीसँग है। रेस्ट भन्दा नि अब फोटोहरू पनि खिच्नुको लागि यहाँ बसेको, धेरै थाकेर भिडियो बनाएर फोटोहरू खिचेर थाकेर चाहिँ यहाँ एप्पी खाँदैछु म चाहिँ। यहाँ पनि छ, यहाँ नि एप्पी खाने मान्छे यहाँ चाहिँ एप्पी म नि खाँदैछु भन। यहाँनिर चाहिँ सबैजना आफ्नो आफ्नो धुनमा फोटोहरू खिच्नु हुँदैछ। नचलाऊ है, ओइ दुई भाइ त्यो नचलाऊ। यहाँ सबैजना चाहिँ माथि डुलेर आउनु भएको कि, माथि सबै डुलिकन आउनुभयो। म र निरु चाहिँ गएन नानीले गर्दाखेरि। सोल्टिनीलाई प्यारोट होइन त्यो होइन। अब चाहिँ हामी घरतिर जानुको लागि यहाँबाट बाहिर निस्किँदैछौँ है। तपाईँहरूलाई मेरो आजको यो भ्लग के कस्तो लाग्यो कमेन्ट गरेर भनिदिनुहोस् होला है। मन पऱ्यो भने लाइक अनि सेयर पनि गरिदिनुहोस् होला र मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस् होला। अब यहाँबाट निस्केर चाहिँ है सिधै कहाँ गएर कहाँनिर गएर हुन्छ त्यो चाहिँ अहिले म भन्नु सक्दिनँ है। सबैजनासँग सल्लाह गरेर एक जग्गा रोकेर चाहिँ रातिको खानासाना खाएर चाहिँ अन्त सिधै हामी घरतिर जान्छौँ। हामी चाहिँ यहाँ प्यालेसबाट चाहिँ बाहिर निस्किँदैछौँ अब चाहिँ है। अब सिधै यहाँबाट निस्केर चाहिँ एक जग्गा गएर चाहिँ है कहाँनिर हुन्छ डिनर गरेर चाहिँ हामी सिधै घरतिर जानेछौँ। स्विमिङ पुल अरे, दिस इज नट स्विमिङ पुल हो भाइ, सानो पोखरी हो एउटा। Thank you so much for watching my vlog. See you soon in the next vlog. Till then, bye bye. Bye bye Bande. Bye bye. Bye bye. Bye bye. Flying kiss. Flying kiss. चलो न उता देखाऊ। हामी चाहिँ अब घर लागेको है साथीहरू। अहिले चाहिँ बेलुकाको कति बज्यो? 3 बज्यो। अहिले चाहिँ बेलुकाको है हामी चाहिँ घर जानु आँटेको छौँ यो गाडीमा आएको। Thank you so much for watching. Bye bye.